हेलो गाइज, तपाईँहरू पनि भोलि के होला भनेर सोचिराख्नुहुन्छ होइन। के भन्दा हाउ टु स्टप वरिङ एन्ड स्टार्ट लिभिङ भन्ने बुक डेल कार्गिनले लेखेको यो बुकमा एउटा डे टाइट कम्पार्टमेन्ट भन्ने टेक्निक छ होइन। त्यसले चाहिँ यो समस्यालाई तपाईँले सोच्ने तरिकालाई चेन्ज गरिदिन्छ भन्ने। धेरै जसो मानिसले चाहिँ भोलि के होला भनेर त्यो कुराहरू सोचेर होइन डराउँछौँ। अनि पास्टको कुराहरू फ्युचरको कुराहरू लिएर हामीहरूले त्यो कुराहरू सोचेर हामीले आजको यस्तो राम्रो दिनलाई पनि हामीले बिगारिरहेका छौँ। डेल कार्गिनीले के भन्छन् भन्दाखेरि तपाईँले हिजोको ढोका पनि बन्द गर्नुहोस्, भोलिको ढोका पनि बन्द गर्नुहोस्। पास्ट एन्ड फ्युचरको कुराहरूलाई तपाईँले क्लोज गर्नुहोस्। ओन्ली के गर्नुहोस् भन्दाखेरि डे टाइट कम्पार्टमेन्टको रुल फलो गरेर तपाईँले आजको दिनको कम्पार्टमेन्टमा मात्रै बाँच्नुहोस् भनेर भनेका छन् उनले। तपाईँको भोलिको दिनलाई चाहिँ कसरी बेस्ट डे बनाउने हो भन्ने प्रिपेरेसन के हो भन्दाखेरि तपाईँले आज के गर्ने भन्ने कुरा तपाईँले आजको दिन एकदम फुल इनर्जीका साथ तपाईँले आफ्नो काम पुरा गर्नुहोस्। भोलि अटोमेटिकली तपाईँको आफ्नो डेली प्रिपेरेसन आफै अटोमेटिकली चेन्ज आउँछ भनेर भनेका छन्। के भन्दा हामीले भोलिको कुरा पनि छोडौँ, पास्टको कुरा पनि छोडौँ, ओन्ली आज प्रेजेन्टमा हामी बाँच्यौँ भने जसले पनि तपाईँ प्रेजेन्टमा बाँच्नुहोस् भनेर हामीलाई सिकाइरहेको हुन्छ। तर कसरी बाँच्ने भन्ने कुरा तपाईँलाई मैले नेक्स्ट भिडियोमा भन्नेछु। सो स्टप वरिङ अबाउट द फ्युचर। आजमा बाँच्नुहोस्, आजै खुसी हुनुहोस्। द्याट्स फाइन। ओके।